केटा हो मेरो नयाँ ब्लगमा स्वागत छ। फर्स्ट ब्लग हाम्रो हेटौडा बनसखण्डी यो चाहिँ कहाँनिर जाने दाइ? कतिबार ए त्यो कहाँनिरको? कतिबार के कतिबार त्यही त कहाँनिरको? कपुर कम्प्लेक्स कफी बार। बनसखण्डी new blogger in the town. Please subscribe my channel. यस्तै गरी नयाँ नयाँ भिडियो आउँछ बिस्तारै गरेर है, सपोर्ट गरिदिनु होला। ल ल दाइ साउन्ड यतिकै ठिक छ है? साउन्ड यतिकै ठिक छ है? तपाईँको आयो कि मेरो? यो चाहिँ हाम्रो मकनपुर क्याम्पस एमएमसी मोज मस्ती कलेज काण्ड कलेज, सबभन्दा धेरै काण्ड निस्किने कलेज। दाइ तपाईँहरू गएको ठाउँ कति घन्टा लाग्छ दाइ? हेटौडाबाट काठमाडौँ, काठमाडौँबाट सिन्धुपाल्चोक। आमा अनि त्यही हामी बिहान हेटौडाबाट कति बजी होला? एक दिनमा गएर आउन भ्याउँछ? कहाँ भ्याउँछ एक दिनमा? त्यता चाहिँ पुग्छ क्या भाइ, जाने ठाउँमा चाहिँ जाने एक दिन लाग्छ? के 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 हो रे ठाउँको नाम? बसाइ कुण्ड होइन? भैरवकुण्ड। ए भैरव कुण्ड। बाटो त ढुस थियो त पुरै। लेडी राइडर सङ्गम चोक आइपुग्यो। सङ्गम चोक, यो हाम्रो सङ्गम चोक। माथि साइल दाइ फेरि बाहिर गइसियो? कति महिनाको छुट्टीमा आएको हो र? 18 दिन। जम्मा 18 दिनको छुट्टी? तर ठिकै हो, आइरहन पाउँछ होला नि त त्यस्तै गरी है? पैसा भएपछि जति बेला नि आउन पायो क्या भाइ। किन र दाइ? त्यो छुट्टी उयो हुँदैन, मान्यतै हुँदैन? त्यो काहीँ काम नि गर्ने होइन। कामै गर्दैन? के गर्छ त अनि? सुपर बाइक कसरी त अनि? सुपर बाइक चाहिँ यार डुकाटी लिएको जस्तो लागेको थियो त दाइ, रातोमा होइन? कति सिसीको हो त्यो? 1100 सिसीको है? आमा त्यो हामीले यस्तो नर्मली बाइक चलाउँदा त्यो चलायो भने त सुरुमा त हुतिन्छ होला दाइ? साउन्ड बनाउँदैले बाइकको त्यही भएर राम्रो भएको उयो फेरि काट्दिउँ कि सोचिरहेको छु। रक्सोल गएको जम्मा 1200 रे दाइ एक जसको। अनि भाइ तैँले रक्सलमा लिनुपर्छ नि त हेलमेट, किन बाउलाको त? बाइक बेच्ने कि नबेच्ने फिक्स थिएन के, त्यही भएर हो नि। हेलमेट त भाइ त्यता 1800 मा आउँछ होला। नेपाली होइन? सस्तो रहेछ क्या लास्टै।
ए हाम्रो हेटौडामा चाहिँ पुलिसको डर चाहिँ हुँदैन, समात्ला ओर्ला भन्ने है। न जाम हुन्छ, आनन्द छ। काठमाडौँ धुलो धुवा भन्दा त मोडिफिकेसन हेटौडा। दा यार काठमाडौँमा यो बाइक बेच्ने भनेर देखाउँदा त चोरीको बाइक हो क्या अब भन्दा थियो यार। बिल्डुङमा होइन, अरू मान्छेको धेरै थरीको साइन भएर के। अहिले चाहिँ अड्डामा आइपुगिसक्यो। ल दाइ आउँछु म अहिले, भर्खर दाइलाई छोडेर अब जाँदैछु। यसो भ्युअर्सहरूलाई क्याम्पा राइड गरौँ न होइन, हेटौडाको माछा प्लान है। सबले सब्सक्राइब गरिदिनु होला च्यानललाई। बिस्तारै बिस्तारै कन्टेन्ट आउँछ। हेटौडा काठमाडौँ, काठमाडौँ हेटौडा सबै होइन। आया मा कसम यस्तै गरेर आउँछ केटा हो। च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्छु। के बोल्यो भाइ, के बोल्यो ओइ, के बोले भाइ के बोल्यो। यो चाहिँ हाम्रो हुप्रा चौर, हाम्रो गेमहरू प्राय हुने ठाउँ यही हो, हुप्रा चौर। यहाँ हाम्रो हुप्रा चौर होइन, गेमहरू हुन्छ यहाँनिर सानो ठुलो सबै। अहिले चाहिँ म क्याम्पा राइड जान लागेको छु है त। रस राइड हुँदैछ, रस राइड। क्याम्पा यताबाट छिर्दा ठिक होला। केटाहरू नि कोही छैन यार, भेटौँ भने नि, नत्र भेट्नु हुन्थ्यो। अब शनिबार राइडको भ्लगहरू आउँदै गर्छ बिस्तारै होइन। भ्लग नि हुन्छ, असल नि हुन्छ, दुइटै हुन्छ, बिस्तारै हुन्छ। अहिले चाहिँ अब त्यही हो, सोसल मिडियामा अलि कन्टिन्यू दिनु खोजिरहेको छु मैले आफ्नो। यो मन्थको लास्टतिर आउँछ मेरो एमसी लोसी, एमसी के हो के नामै बिर्स्यो, एमसी लोजी। अरे कहना क्या चाहते हो? एक्स प्रोफेसर मङ्क भनेर नयाँ ट्र्याक झर्दैछ हाम्रो यही च्यानलबाट, प्रोफेसर मङ्कको होइन। त्यसलाई पनि हेरिदिनु होला र कस्तो छ फिडब्याक नि गरिदिनु। त्यही हो। ल यहाँ के भएछ फेरि? ए तरकारी बेचिरहेछ बाचिस। अहिले चाहिँ हामी क्याम्पा जाँदैछु केटा हो। क्याम्पा राइड केलाई माछा प्लान, के अरे माछा प्लान रे फेरि, माछा प्लेन होइन, माछा प्लान भन्छ यसलाई। अहिले आउँदैछ त्यो ठाउँ। अलिक टाढा त टाढै छ नि, यहाँबाट कमाने नि निस्किन्छ, कर्रा नि निस्किन्छ, यहाँबाट धेरै ठाउँ निस्किन्छ। जोडी हिँडेर हेर्न सक्नुहुन्छ एचएसएम कलेज आम्बो।
पहिले यहाँ कर्नरिङ हान्नु पनि अहिले झाडीतिर छिर्छ हो शान्दिन टायर सेट ठिक छ क्या नत्र भए त हान्थ्यो नि कर्नरिङ बिस्तारै हुन्छ सोसियल मिडियामा होइन रनप वडलप पब्लिक वडलप हाम्रो हेटौडा चाहिँ एकदम पिस छ क्या फेरि न धुलो न धुवा न जामको टेन्सन होइन केही पनि छैन क्या आनन्दले है पब्लिक एरिया त्यस्तो पनि छैन आनन्दले हिँड्न सकिन्छ भिडभाड त्यस्तो त्यो हरनसन त्यस्तो केही हुँदैन जहाँ जानुपर्ने त्यहाँनिर पिसफुल्ली राइड जान्छ हाम्रो यहाँ हेटौडामा चाहिँ है यहाँ हाम्रो क्याम्पाको हेटौडाको स्टेडियम यहीँ हुन्छ हाम्रो फुटबलको वडा लिगहरू यताउति के हो होइन तिनीहरू चाहिँ यतै हुने हो यही हो क्याम्पाको फुटबल ग्राउन्ड यसलाई भनिन्छ है ड्यासकोल क्याम्पा फुटबल ग्राउन्ड माछा प्लेन जाउँ यताबाट जाने हो 2 महिनापछि हेटौडा आएको बाटो बिर्सेला जस्तो भइरहेछ यार साइको हो नि त फेरि सबले किन बोलायो प्रोफेसर साइको भयो भन्ला नि यही हो हाम्रो क्याम्पा माछा प्लान होइन फुल थ्रोटलको साथ जान्छु अब चाहिँ 90 सम्म पुग्यो अगाडि गाडी छ त्यही भएर रस गर्न पाएन गोल्ली जाने हो नि त केटा हो गोल्ली मान्छे सुतिरहेछ यार मस्त आनन्दले क्या चिलमा अब के गर्नु यस्तै छ चिक्सहरू हेर्ने आँखा सेक्ने बस्ने के बोले भाइ के बोले के जथाभावी बोले इन्डियातिर त कन्टेन्टको लागि पनि फोन अब स्क्रिप्टेड पारामा पुरै फोनहरू खोसेर भाग्ने साग्ने गर्छ म नि त्यही गरिदियो क्या सिधै लगाएर हान्थ्यौ बाटो यहाँनिर हो क्या सबभन्दा धेरै एक्सिडेन्ट हुने ठाउँ भने चाहिँ यो क्याम्पाको यो बाटोमा मान्छेहरू रस चलाउँछ नि त यो बाटोमा टर्निङ नि डिप छ गाह्रो यो सानो पोखरा भन्छ यसलाई होइन ड्यासकल सानो पोखरा चोक होइन के गरे यो गाडीले ले दाजु साइड हटाउ न दाजु आँखा भोसडा चिराइहाल्ने हो नि फेरि चिराइहाल्ने हो बिस्तारै दाहरूसँग पनि अब मिटअपको भिडियोहरू नि आउँछ होइन हाम्रो ब्लग अब सोसियल मिडियामा कन्टिन्युसली अब बिस्तारै अब जे होस् सक्दो आफूले ट्राई गर्छु सोसियल मिडियामा अब बेच्दिनको लागि कन्टेन्टहरू होइन यताउति भिडियोहरू अब आफ्नो च्यानलमै त्यही त्यो ऱ्याप च्यानलमै हाल्छु म हाल्न नि है भ्लग नि त्यसमै ऱ्याप हसल पनि त्यसमै हाल्छु म किनभने दुईवटा च्यानल भयो भने चाहिँ हुन्छ त्यसै त 1 महिनापछि बल्ल तल त त्यो फेसबुक आइडी पासवर्ड रिकभर भइरहेछ यार के अरे फेसबुक आइडी रे के बोल्यो भाइ जिमेल आइडी बिर्सेर केही भिडियो सिडियो पोस्ट गर्न पाएको थिएन बल्ल गरिरहेको छु यार म पनि ओइ बच्चाहरू बाटोमा दौडिरहेको छ केटा ओ
पुष्पलाल पार्क आइपुग्न लाग्यो हामी। यहाँबाट पुष्पलाल पार्क हुँदै अब त्यहाँ कफी सपमा जान्छु दाइसँग होइन। अनि त्यहीँबाट आजको भ्लग सर्ट भ्लग इन गरिदिन्छु। अनि अर्को कहीँ घुम्न सुम्न गएको बेला हाल्नु होला, नत्र है नर्मली हेटौडा यो हेरिरहेको ठाउँ पनि कति हाल्नु होइन। त्यही भएर यही हो पुष्पलाल पार्क भने चाहिँ है, यहीँबाट हो। स्केट पार्कहरू नि धेरै खुल्या छ यार अहिले त हेटौडामा। आमा बन्दै छ यहाँ हेटौडा स्केट पार्क, बन्दैछ सय फोर्स लाइटले आँखामा चाहिँ हान्नुपर्छ क्या, अनि बल्ल साइड छोड्छ। काठमाडौँमा एकचोटि मर्दा बाँचेको थियो, तर बाँचियो जे होस् त्यही खुसी छ। सबभन्दा डर लाग्ने भनेको मलाई केटीले चलाएको पछाडि हिँड्न कि अगाडि हिँड्न यार, साइको लाग्छ भने मलाई त कसम। ट्रिपल रोड हिँड्दा चाहिँ केटाहरू मतलब छैन हेटौडाको पुलिसलाई, वा कसम। हेटौडाको पुलिस यो चाहिँ हाम्रो स्कुल रोड है, भाइरल ठाउँ, हेटौडाको भाइरल पिस ठाउँ हो यो। होलीमा यहाँनिर डेन्जर भएछ, पुरै ग्राइन्ड गरेछ केटाहरूले। एसटी म्यानहरू को आएको थियो अरे। यहाँ त्यस्तो जामसाम त हुँदैन यार हेटौडामा, तर कसम बेलुका भइसक्यो क्या। अब त्यो अरू भन्दा नि अब म नि घर जानुपर्छ होइन। यो भ्लग यहीँ हानिदिन्छु अब एकछिनमा। अब घर गएपछि अब फेरि डाइलग भेट्ने भयो। अब गएपछि चाहिँ बाइक लिएर यो कहाँ गएको भनेर आया। हिँडेको गर्छ यो खाली, एकछिन घरमा बस्दैन भन्छ। त्यसै त झन् अझै हिँड्यो भने टेन्सन हुन्छ। नाइट भ्लग गरौँ भने अब हेटौडामा हुँदैन र केटा हो त्यस्तो रमाइलो वातावरण। जति जे हुन्छ यहाँ त डेमै हुने हो, नत्र भने नाइटमा त फिटिकै हुन्न। एकचोटि दाइभट्टी जाउँ के हुन्छ होइन, कुराकानी मिल्यो भने घरमा जानुपर्छ, त्यहीँबाट हिँड्न हान्छु। अनि साउजी यहीँ बसिरहेको रहेछ। गएँ म त्यस भाइ। अब घरमा कति डाइलग भेट्ने हो होइन, घुरी आउनु लागिरहेछ यार। अब अलिअलि डाइलग भेटिन्छ, डाइलग भेटेपछि शीतल भएर घरमा बसिन्छ होइन। तामा पित्तल प्रोफेसर शीतल। भोलि चाहिँ हाम्रो हेटौडादेखि सिस्नेरीको राइड हुँदैछ है। नाइट भ्यू त दामी देख्छ नि फेरि, कसम बबाल आउँछ बबाल। सरी केटा, अब मिस्टेकली क्यामेरा अफ भएछ है। नाइट भ्यू हेर्न सक्नुहुन्छ हाम्रो हेटौडाको होइन, बुद्ध चोक पुरै सिन दामी छ। अब घर गएर कति गाली खाने हो मैले। बिस्तारै जाउँ, भुरी बतास आउनु लागिरहेको छ। हतारको काम लतार हुन्छ फेरि। अस्ति नै एकचोटि हुरीमा परेर कस्तो ट्र्यापमा परेको थियो, झन्डै लडेको, झन्डै लड्दा बाँचेको। यो हाम्रो बुद्ध चोक ट्राफिक तयार बसिरहनु मेरो मामा श्री। चिसो हुँदै आयो।
कसले फोन गर्छ ड्राइभिङ कल गर्दै ड्राइभ गर्नु हुँदैन यार तनाव हुन्छ फेरि सरी राज भाइ फोन उठाएन मैले है आइपुग्यो हाम्रो चाइना गेट अब घर जाने बित्तिकै डाइलग सुन्ने भयो क्या अब डर पो लाग्न लाग्यो बिप 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 गरेको आउँछ है केटा हो बिप 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 गर्दै राज भाइ ब्लगमा हेलो भन् मेरो ल कि राज हेलो भन् न भइरहेछ भिडियो थियो मसँग गोप्रो पानीमा सानीमा सब हुन्छ होइन गर्नुपर्छ कतिखेर आएको मुख नछाड्न लाइभ भइरहेछ साँच्ची ल ल ल ल ल फ्लाइट 1 घन्टा ढिलो गर्दै नि फ्लाइट 12:10 मा भनेको 1:30 मा सिमरा आइपुग्यो म जाउँ हाम घर होइन सुजग आउँदैछ बिरयानी खान जाने जाउँ घरमा आइज भनेर त्यहाँ कराउनु मार्न लागिसियो मलाई आन्टी यो भर्खर आएको मसँग हो भन्ने हिँड त्यसो भए घरमा गएर भन् ए त्यही राखिदिन्छ कि कति गाडी गएको छ ओ त्यही मलाई भर्खर फोन गरेर 5 मिनट भित्रमा आइज यहाँनिर हुरी आउनु लागिरह भने भएर म दौडेर गएर आइहाल्नु आन्टी मेरो काम भयो मम्मीले डाइलग हाने पनि भ्लगमा आउने भयो अब ल नाटक भन्छ यार हान्छ है हान्छ लाग्छ नि फेरि टाउकोमा एकछिन नोक्लो आइहाल्छु म के दिवस सर विहीन छ है हिजो भर्खर आएको यार म चाहिँ आज भर्खर आएको मेरो भ्लगमा हेलो भन्दै हेलो भन् न साँच्ची हो कि हेलो भन् न उद्याबाट पनि हेर्नु भन्छ हेलो भन्थ्यो भाइ सोनम के प्रोफेसर माइक यहाँ छ प्रोफेसर मङ च्यानलमा सब्सक्राइब गरिदिनु होला एकदम रिच बढाइदिनु होला होइन अरू के सयो कहाँ गएर टमाटर किनेर कता काटिदिन्छु मैले यो अब अझै ठुलो भयो मोटाइसिक्यो घर जाँदैछु अब कति सुन्नुपर्ने हो होइन त्यहाँनिर माताजी बसिरहेछ आमा हौ त्यहाँ हौ कराउँछ कि के हुन्छ है सुनौँ यसो मम्मी यहाँनिर हेलो भनिदिनु त भ्लगमा मेरो छोरालाई सपोर्ट गर्नु भन्नु यो मेरो भाइ पोको अहिले त्यही गरिरहेको छु के ल भ्लग गरिदिएमा पैसा कमाउने के शङ्का लाग्छ भने भन्नु त शङ्का चाहिँ के लाग्छ त्यो अघि रेकर्डिङ गर्न गयो भने त कुमार दाईको घर त्यतै हो नि त के भन्नु त्यो मान्छे होइन भन्नु न बाबुको अलिकति यतातिर सङ्गतहरू राम्रो छैन बाबुलाई चाहिँ केयर गर्नुहोस् है पहिला हिँड्थेँ नि त म केटाहरू बटुलेर तिमी किन हिँड्नु पर्यो तिमीलाई मैले के भनिरहेको यो भागमा चाहिँ सेन्टी गीत हालेर हाल्छु है म भोलि भन्नु न म 1 बजी हिँडेँ 1:30 बजी 1.2K सब्सक्राइबर पुगेको छ अब भ्लग पनि हाल्यो भने अब आउँला कि
के निकाल्नु सबै नाटक नगर्नु न हो भने छु काचै जान्छ र छोड्नु आया मेरो च्यानलमा हेलो भन्नु त्यहाँ हेलो भन्नु न हेलो गर्नु न यसरी सब्सक्राइब भन्नु सब्सक्राइब भन्नु सब्सक्राइब भन्नु न सब्सक्राइब हजुर आइसी कल गर्नु हौ मुझे पुगेर तरकारी के हो आइहाल्छु दिन्छु सुत्न नत्र मुख नछाड्न मुख नछाड्न मुचिर सुजी भन्दा माछाइको अहिले कहिले भन्यो भन्छ आउँछु आन्टी अहिले मुजी रे काठमाडौँमा कोही हुन्न कि टुक्की टुक्की बाई बाई मम्मी बाई बाई भन्नु न बाई बाई भन्नु न छिटो छिटो बाई बाई भन्नु न बाई बाई भन्नु न कहाँ जानु अरे हामी म यतिकै आएको ल ल ल ट्विन चढ्दा त म कपालमा चढेको थिएँ म त यसै जुत्ता गएको छ अरे मैले हेर्दै जुत्ता लाचो हो जुत्ता चाइना कोडर सही छ नि तर यार छैन त राज भाइ को आउँदैछ हेरौँ यार हेरौँ म रातभरि नै सुत्दैन म के भयो त म कहाँ सुत्छ तपाईँ थाहा छैन अहिले अहिले वाइफाई जाँदैन मेरो घरमा अहिले आएपछि मम्मीलाई भनौँला नि है हो ओइ यतै हेर्नु यहाँ आइज न लाइभ भइरहेछ है यहाँ फेरि जे पाइँदैन के भयो कसले के भन्यो बौगाको के नबुझ्ने अटो छैन मलाई बेलुका बेलुका कहाँ कहाँ जानुपर्छ बिहान अनि आउनु ठेगान छैन के भन्ने चाबी पर्यो उबर म चाहिँ भन्ने नि त्यस्तो हो त मलाई कसरी आइरहेको छ कसरी गइरहेको छ के थाहा छैन म चाहिँ केटी मान्छे छ मलाई को मान्छे हुन्छ कसो कसो हुन्छ म चाहिँ उसकै मात्र टेन्सन सुनाउने के लामो आउँदिन म जिन्दै पनि हाल्छ नरिसाइकन जा मुला उयो के राज मेरो मेरो च्यानल मेरो हराएको थियो नि त अहिले फेरि रिकभर भयो क्या अब त्यसमै हाल्छु दाइले भोलि एडिट गरिदिन्छ भोलि बेलुकातिर हाल्छु इसको भाइको खोकी चाहिँ डेन्जर लाग्छ हौ मलाई फेरि खोकी छ यसको केही खान्छ कि मलाई तपाईँमा खोक्नु हो नि यस्तै हो यार आजभोलिको जमाना गाह्रो छ ल त्यही नबोल्न केटो यो त कट गर्नु परिहाल्छ नि भाइ मैले एडिट गर्ने होइन दाइले हालिदियो भने टेन्सन हुन्छ कि त्यही भएर आमा होइन दाइ भाइ हुनु दाइसँगै छ यो यसको अहिले दाइले हेरिरह होला त्यहाँबाट मोबाइलबाट आश दाइले गर्मी छ तर अहिले यति बेला चाहिँ ठिक हो यार 32-36 लाई बोला न ए 32 खै ए 32 यहाँ आइज न पहिला एउटा गीत गा भन्दा बाल तो अरे कारे छापा छापा कति टाइम लाग्छ त्यसलाई आउन हाम्रो चाइना कटर राम्रो चाइना कटर
के भने भाइ तैँले ओइ के भन्यो तैँले मा कसम बिग फ्यान भने बित्यात बित्यात भन्छ त्यसले त त्यो नाम के हो आशिष होइन अरू नाम के हो ओ यहाँ फ्ल्यास लाइट बाल्दै यो त देख्दैन रहेछ मलाई भन्छ त्यो नाम के हो 36 के 36 पटेल तेरो भाइको नाम 32 पटेल हाइट मा कसम 36 पटेल र 32 पटेलले अर्को चाहिँ कति हो चाहिँ 34 कि 24 ऊ के भन्दै आइसियो अहिले चाहिँ हामी बिरयानी खान जाँदैछौँ ल बाउवा 36 कुमार यादव के अरे 36 पटेल भाइ तपाईँ छ नि सिस्नु पानी हान्ने बेला भएको छ 1 घन्टा लाग्छ तपाईँ बिगन्जबाट हो त कहाँ पुऱ्याएर दोष तँ के भने थिइस् 6 बजी आउँछु भने हेउ यहाँ कति बजी हेउ यहाँ क्यामेरामा देखा यहाँ 6 बजी सियो बाउले डाँडाकाँडा चढ्दैन म त डाँडाकाँडा जाँदिनँ उयाउन गएको जाउँ न त गए बनाएर अझ आइरह्यो होला ओए मा कसम कस्तो राम्रो है चाइना कोटामा कहाँबाट आउँछ केटीहरू है आँखा सेक्न त पाइहाल्यो नि मुला गर्लफ्रेन्ड भयो पनि किन आँखा सेक्न नि नपाउने हो र कति राम्रीहरू हुन्छ यार गाउँको भोटिनीहरू त हाम्रो राइडर अगाडि पुगिसक्यो एके सुजल कार्की राईमाइला एके राईमाइला एज नोन एज राईमाइला AK-47 राईमाइला हाम्रो हेटौडामा चाहिँ मस्ट चिल छ होइन ट्रिपल रोड पनि पाइन्छ इन्द्र स्वामी मूत्र स्वामी वेणुगोपाल आइया आइयो रे आयो र हेटौडाको गुड बाइट होइन अलि के हिजोको केही हुँदैन सुने नि मतलब होइन अपना काम बन्दा फाँड में जाए जनता लगा लगा अहिले चाहिँ हामी भाट भटेनी जाँदैछौँ होइन छक्कु भेले बसमा जबरजस्ती तानेर बसाइ सिट नभएको बसमा अगाडि आइज तपाईँ सिट मिलाइदिइहाल्छु छक्कुले बसमा चढेर त सिट छैन अब छोटबाट मेरो त चिन्ता नगर्नु अब पुगिसक्यो चामलको बोलामाथि बसाइसक्यो ओ राजभाइ यार डेन्जर हुरी आउन पो लाग्यो त मामा मामा मेरो मामा कसको मामा बद्री बिष्ट बद्री बिष्टले नि कन्टेन्ट त दामी दामी झारेर हुन्छ है कहिले बद्री बिष्टले नि कन्टेन्टहरू राम्रो राम्रो झारेर हुन्छ कहिले कुर्सी काण्ड कहिले के काण्ड ओ यहाँ के भएको पानी पर्छ
पठाइदिनु मकै अझै ढिलो आदेखेको कतिखेर बोलाएको थिइस् त तैँले यो जसलाई? बोलाएको यसो मकै 6 बजे बोलाएको, अहिले आएको है? आधी घन्टा लाग्यो। यो उयो चाहिँ यस्तै गर्छ कि चिसो छ केटा हो, चिसो आया। हेटौडाको बाटपट्टि नि होइन, यो बाटपट्टि नि बिग मार्ट अनि यो फुडल्यान्ड यिनीहरूले त मलाई ठाउँ ठाउँमा खोल्या रहेछ है। यो बाटपट्टि नि बिग मार्ट, सेल्सबेरी। बिग मार्ट भने मुकेश अम्बानीको भयो, बाट भन्यो भने बाटबाट नि अमृत गुरुङको को अमृत गुरुङ भने चाहिँ? बाटबाट ल ल ल ओ त्यो केटी त चिने जस्तो लाग्यो। ल आइपुग्यो फाइनली हामी बाटपट्टि निर होइन। सुजल दोष हेलो भन त, हेलो भन्ने भने होइन? ओइ हेलो भन्ने भने होइन, हेलो भन छिटो छिटो भन न, छिटो भन न। भन छिटो। हेलो हेलो यता हेरेर छ भिडियो अहिले 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 आउँछ, रोक भोलिसम्ममा आइपुग्छ। के अरे दोस्त भन नि के भने? अहिले आयो कहाँ हो? ह्यान्डसम देखिरहेछ कि 20 रुपियाँ किन हेर्नु आइसक्रिम खानु भन त म खानु म नि खानु दुईटा मात्रै 2% चाचु उयो पुर्के यो अक्सरमा कि उयो चप्पलहरू छ नि यो 1900 मा पाउने के त त्यस्तोमा पाउँछ। आपसे नआउने यो पुगु दोस बिस्तारै चाट है। बिस्तारै चाट नहान्दिमै अह ओए पछाडि बस, बाइक म चगाइदिन्छु, त्यहाँसम्म जाँदै खाँदै गर। म त त्यता जाँदैन कहाँ जान्छौ त? यो मुगाम उस उठाउने काम गर्छ कि 1 घन्टा ढिलो हुन्छ। कहाँ जाने भन न? जुन बाटो आयो फेरि त्यही बाटो जाने कस्तो कुरा आएर कि मलाई जानु मन छ त म नजाउँ। मलाई अघि के भन्नुपर्छ त्यहाँको तैँले त्यो भनेदेखिबाट छ नि म एकचोटि पनि गएकै अब चाहिँ हामी त्यो कालो तेल घर जाँदैछौँ होइन।